नमस्ते रत्नजी, हेलो नमस्ते। नमस्ते नमस्ते सन्चै हुनुहुन्छ? सन्चै छु, आराम छु। म पनि एकदम ठिक छु। अनि अरू के छ? सन्चै छु, आराम छु। हजुरको के छ नयाँ नौलो? मेरो पनि ठिक छ। आज विराटनगरको गेम थियो कि पोखरासँग। हेर्न जानुभएको? धेरै कराएर मेरो स्वरै भाँसिन आँटेको छ। सपोर्ट गर्न गएको थिएँ। विराटनगर किङ्सलाई? अब भोलि तपाईँ सुदूरपश्चिम सपोर्ट गर्न जाने होला नि। जानु पर्ला त्यस्तो मिल्यो भने। जानुभएको त तपाईँ सुदूरपश्चिमको हो नि होइन? हो नि, जानु पर्ला भने। जानुपर्छ क्या आफ्नो टिमलाई सपोर्ट गर्न। होइन कि अघि पनि कुल बोय भनेर देखायो कि अनि एक्सेप्ट गरेको अर्कै उता अब सुदूरपश्चिमकै एकजना हुनुहुन्छ, उहाँ क्रिएटर बोय भन्ने हुनुहुन्छ, तर उहाँको नाम चाहिँ कुल बोय नै देखायो क्या। अनि उहाँ जोइन हुनुभयो क्या मेरोमा। एकदमै खुसी लाग्यो। धेरै वर्ष, कति वर्ष भइसक्यो त हामीहरू नबोलेको, नजोइन हुनु। 1 वर्ष जति भयो होला। भयो है, 1.5 वर्ष भयो होला। त्यही त एकदमै झन् बच्चा देख्न थालेको छ तपाईँ हजुरलाई त। झन् यङ देख्न थालेको छ। म बच्चा त होइन, यङ देख्दै थाले कि पहिला, अझै त्योभन्दा पनि पहिला नि। एकदमै भनौँ न रचनाजी, खुसी लाग्यो एकदमै। भनौँ न के भन्नु भाइ, म त हुनै गर्नु सक्दिनँ। तपाईँको लाइभ त म हेरिरहेको हुन्छ, कति काटेर आइरहेको हुन्छ। एकदम राम्रो लाग्छ, सबैलाई हेल्प गर्नुहुन्छ, खुसी लाग्छ। यस्तै गर्नु सधैँभरि। थ्याङ्क यू। रातै भइसक्यो नि त लजाएर। अब मान्छे यहाँ जिस्काएर तनाव सहित च्याटभरि जिस्काएर, ए नजिस्काऊ भन्दैछ मलाई, प्लिज जिस्काएर तनाव न। बर्थडे? हजुरको बर्थडे हो आज? होइन त्यति भन्नु। ह्यापी बर्थडे टु यु। होइन त्यसै लेखिरहनु भएको छ क्या यहाँनिर, त्यही भएर मेरो आज होइन हो भने जन्मदिनको धेरै धेरै शुभकामना। मेरो चाहिँ साउनमा हो। आज के अपकमिङ छ हजुरको? के अपकमिङ गीतहरू, के कुराहरू छ यसो के राख्न चाहनुहुन्छ? रिसेन्टली चाहिँ आइरहेको हुन्छ बेला बेला। अस्ति परान मुभीबाट त्यो टिकटकमा अहिले राम्रो भइरहेछ त्यो। ओइ भन्दा नि बोलेन जुल्फी लड्काइ हिँड्नेले, सोल्टिनीको हातै तान्यो सोझो ठान्नेले भन्ने मेरो स्वर भाँसेको छ। म धेरै चिच्याएँ कि आज, एकदमै धेरै त्यहाँनिर, त्यही भएर स्वर भाँसेको छ। त्यो गीत नेपालमा होइन, नेपालमा लेडी सिङ्गरहरूमा चाहिँ भनौँ न भोइस चाहिँ रचनाजीको चाहिँ भगवानले नै दिएको जस्तो लाग्छ। फेस चाहिँ इनोसेन्ट छ है। त्यो महोत्सव मेलामा पनि मैले यसो हेरिरहेको हुन्छ क्लिप्सहरू, फेस चाहिँ टक्क इनोसेन्ट तरिकाले हुन्छ। एकचोटि एउटा मेला महोत्सवमा एउटा रोज दिएको भिडियो भाइरल भएको थियो नि हजुरलाई। हो त्यो कपिल वस्तुको हो, त्यो चाहिँ दौडेर गएको होला है। दौडेर गएर रोज दिएको थियो नि। त्यो रोज चाहिँ कसले दिएको थियो, याद छ हजुरलाई? उहाँको नाम चाहिँ विशाल भट्टराई के थियो क्या? भट्टराई के त्यस्तै विशाल भट्टराई नै होला। कपाल लामो थियो होइन उहाँको? उहाँलाई कसले पठाउनु भएको? कसैले के सोध्नु भएको थियो उहाँलाई? नाइ स्टेजमा ल्याएर दिनुभयो अनि गइहाल्नु। होइन स्टेज होइन कि, हजुर हिँडेर जाँदै हुनुहुन्थ्यो नि। हिँडेर जाँदाखेरि एउटा पर्खालबाट यस्तै रोज आएको थियो नि, एउटा त्यो भिडियो थियो नि। हजुरलाई याद छैन? ठिक छ एकदम है। म एकदम शुभचिन्तक हजुरको, एकदम। म पनि एकदमै ठुलो फ्यान हो तपाईँको। हाम्रो साइडबाट सबैजना है, जे पनि हुनसक्छ हामीलाई भनौँ न, हाम्रो सबै च्याटमा हेरिराख्नु भएको सम्पूर्ण भ्युअर्सहरूले एकदम रुचाउनुहुन्छ, एकदमै राम्रो हुनुहुन्छ हजुर। एकदमै माया छ मेरो साइडबाट। थ्याङ्क यू। मेरो पनि धेरै धेरै माया, कुल ग्याङहरू सबैजनालाई मेरो माया छ, तपाईँलाई पनि धेरै धेरै माया छ। थ्याङ्क यू सो मच मलाई जोइन गर्नु भएकोमा। मेरोमा अहिले 3000 धेरैजना हुनुहुन्छ। आज यति धेरै त आउनुहुन्थेन। अघि सुरुमा चाहिँ 1000 जना हुन्थ्यो, अहिले चाहिँ 3700 जनाले हेरिरहनु भएको छ। खुसी लाग्यो, थ्याङ्क यू जोइन गर्नु भएकोमा। हजुरको त घरको त्यो होइन, त्यो गिलो चटपटे खाएको म हेरिरहेको हुन्छ कि हजुरको भिडियोहरू। त्यो गिलो चटपटे खाएको भिडियो पनि देखेको थिएँ। हाम्रो घर छेउमै हो।
त्यहाँबाट 2 घर यतापट्टि 2-3 घर यतापट्टि हो हाम्रो गाउँ नै हो हाम्रो गाउँका आन्टीको पसल हो पहिला हाम्रो पनि चटपटे पसल थियो नि त थाहा छ मलाई मैले त्यो हेरेको छु मैले सबै म हेरिरहेको हुन्छु कि मैले त्यस्तो छैन बनाउँछौँ चटपटे ठिक छ युआर रियली ट्यालेन्टेड म एकदमै हजुरको मनदेखि भनौँ न मनैदेखि मेरो रेस्पेक्ट छ शुभचिन्तक पनि हजुरको अझै दामी दामी हुँदै जानुहोस् दामी गर्दै जानु होला माया छ एकदम हाम्रो साइडबाट है एक दिन कहिले विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सको पर्यो भनेपछि चाहिँ भेटघाट हुन्छ जस्तो छ भेट्नुपर्छ हुन्छ 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 स्योर स्योर नि पर्छ होला एउटा एउटा गेम सबैसँग पर्छ नि त्यो चाहिँ भोलि जानुहुन्छ गेम हेर्न जान्छु कि अब कुराकानी भएको चाहिँ मलाई थाहा नै थिएन म्याच छ भनेर म अहिले हल्का बिरामी हुनुहुन्छ कि घरमा त्यही भएर यतिरै बसेर बिजी भइरहेको छु अनि अब मिल्यो भने चाहिँ जान्छु म हुन्छ हुन्छ नत्र भोलि म आउन पनि सक्छु भोलि आएँ भने भेट हुन्छ ल हुन्छ ल राम्रोसँग बस्नु होला ओके गुड नाइट है राम्रोसँग बस्नु टेक केयर अफ युर थ्रोट घाँटीको ख्याल राख्नु होला है राम्रोसँग बस्नुहोस् ओके बाई बाई थ्याङ्क यू माया छ है सम्पूर्णलाई एभ्रीबडी हाम्रो ग्याङ भनौँ न कुल ग्याङ अलवेज रेस्पेक्ट एभ्री वान ओके कुल ग्याङ अलवेज रेस्पेक्ट माया छ मनदेखि रचनाजीको गीत सुन्दै आएको हेर्दै आएको उहाँलाई मैले 2 वर्ष अगाडि जोइन गरेको थिएँ 2 वर्ष अगाडिको कुल बोय र अहिलेको कुल बोयमा धेरै नै फरक भयो तर मनमा भएको रेस्पेक्ट कहिले पनि घटेन मनमा भएको माया कहिले पनि घटेन सम्पूर्णको लागि सबैको लागि ओके मस्ट लभ ग्याङ गाइज यु नो भोलि त छ त भन्छन् तर अब चाहिँ भनौँ न यो ऊ भइरहेको छ क्या अलिकति घरमा गारस मेरो दिदी सुत्केरी हुनुभएको छ अब हाँस्छ होला होइन यो सुत्केरीबाट सुन्नेलाई दिदी सुत्केरी हुनुभएको छ अब यताबाट मनिषा जानुपर्छ कान्छी दिदी सुत्केरी यताबाट मनिषा जानुपर्छ भिनाजु मुर्दार उहाँ पुग्नुहुन्छ यो क्रिकेट हेर्न पुग्नुहुन्छ होइन गाह्रै छ क्या कति सम्झाउनु यार कति सम्झाउनु सुत्केरी बुढी छोडेर क्रिकेट हेर्न वाट इज दिस भिनाश्री अनि मनिषा उता जान्छे गइसकेपछि अब घरमा त कोही पनि हुँदैन यहाँ बस्नको लागि अनि एउटा त्यसको छोरा छ क्या सानो छोरा भान्जा भनेको होइन त्यसको अर्को सानो छोरा पनि छ भाउ 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 हान्छ त्यो त्यसलाई हेर्दै त्यसको गुस ओर्दै जिन्दगी त बितिसक्यो कुल भएको आदि तनावै छ माया चाहिँ फेरि भिनासितलाई मनदेखि माया छ यस्तो छ कि भिनाजु र म चाहिँ दाजुभाइ जस्तै छौँ त्यही भएर चल्छ यस्तो कुराहरू लभ फ्रम माई हार्ट ओके ग्याङ त्यही हो